दर्शकबिन यतिखेर हामी सुनवर्सी नगरपालिका वार्ड नम्बर 7 बडङ्गा अवस्थित रहेको छु र आज म विशेष विद्यार्थीहरूको लागि यहाँ धेरै नै लापरवाही र विद्यार्थीहरू 90 जना छ, तर यहाँ भनेको डेली सबै दिन आउँछन् 10-12 जना विद्यार्थी आएको भनेर आज म स्थलगत रिपोर्टिङ गर्न आएको छु श्री सीतारामा आधारभूत विद्यालय। र आज म प्रधानाध्यापकसँग कुराकानी गर्दाखेरि चाहिँ उहाँले के भनिरहेको छ भने उहाँ पनि यहाँ एउटा प्रधानाध्यापकले स्कुल चलाएको होइन दर्शकबिन, यहाँ भनेको अध्यक्ष व्यवस्थापन समितिका मान्छेहरूलाई कुनै मतलब छैन, तर यहाँ चलाउने भनेको यहाँका अध्यक्ष आउँछन्। के गर्छ भने अब उसको बुहारी पनि पर्छन् प्रधानाध्यापक र उनका छोरा र उनका साला यो स्कुलमा पढाइरहेको छ र यहाँ घरधुरी भनेको 200 घरधुरी रहेको छ र त विद्यार्थी यहाँ भनेको 10 जना मात्रै 10-12 जना मात्रै आउँछन्। र हामी यहाँ स्थलगत हेर्दाखेरि चाहिँ यहाँका शिक्षकहरूले के गरिरहेको थियो भने मोबाइल चलाइरहेको थियो र खुट्टा फेरि बिरिन्चीमा राखेर हामीले चाहिँ देखेको हो। र यहाँका यस विद्यालयका अध्यक्ष पनि स्वयं आउनुभएको थियो र हामीले अध्यक्ष पनि कुराकानी गर्न चाहन्थे, तर अध्यक्ष केही कुराहरूमा उहाँ यहाँबाट निस्केर जानुभयो, हामीलाई पनि जानकारी गराउनु भएन। र यस्ता व्यतिथिलाई मैले त सम्बन्धित निकायलाई सुनवर्सी नगरपालिका शिक्षा शाखालाई म भन्न चाहन्छु, जब आज हामीलाई यहाँका स्थानीयहरूले चाहिँ जानकारी गराए यस्तो व्यतिथिहरू भइरहेको छ भने तपाईको मतहतमा कतिवटा स्कुल छ, तपाईले कहिले जानुभएको छ अनुगमनमा? आज मलाई 1 महिनादेखि नै यो स्कुलमा यस्तो व्यतिथि भइरहेछ भनेर निरन्तर यहाँबाट खबर आइरहँदाखेरि अनि आज म यस विद्यालयमा म आएको छु। तर आज पनि मैले हेरेँ यहाँ त्यस्तै नै अवस्था रहेको छ। दर्शकबिन यो विद्यालय एउटा मन्दिर एउटा विद्यालयको स्तर उन्नति हुने ठाउँ एउटा ग्रास भन्छ नि, ग्रास लेभलका स्तर हो। तर यहाँ के गरिरहेको छ भने अहिले नै विद्यार्थीको मनोबल यहाँ पढेर के हुन्छ भनेर यहाँका तपाईको गार्जनहरूलाई चाहिँ यहाँ पढाइ हुँदैन, अब कसरी पढाउनु भनेर उहाँहरूको मानसिकता बसिसकेको छ। दर्शकबिन सरकारले यति मेहनतले हाम्रो देशमा यसरी विद्यार्थीहरू यस्तो भवनहरू बनाएको छ। यो भवन बनाउँदाखेरि चाहिँ के भएको छ भने सरकारले यत्रो लगानी गरेको छ, उनीहरूलाई तलब दिइरहेको छ, तर उहाँहरूले चाहिँ यस विषयमा धेरै नै लापरवाही गरिरहेको हामीले भेटिएको छ र यहाँका स्थानीयहरूले पनि हामीलाई जानकारी गरेको छ। म त भन्छु सम्बन्धित निकायले तुरुन्तै आएर यस विषयमा छानबिन गरोस् र कसको यहाँका दोषीको हो र बच्चाको माथि खेलवाड गर्ने व्यक्तिको हो त्यसमा चाहिँ सक्त कारबाही हुनुपर्छ। किनभने कारबाही किन हुनुपर्छ भने आज कसैको गरिबको छोराछोरी छ, उसले आज पढेर पनि सबैको सपना हुन्छ कि मेरा छोराछोरी शिक्षित होस् र पढे लेखेर सबैका सोच हुन्छ कि एउटा डाक्टर इन्जिनियर बनोस् भनेर भन्छन्। तर यहाँ चाहिँ डाक्टर इन्जिनियर त उत्पादन हुँदैन दर्शकबिन। यहाँ के हुन्छ भने हाम्रो प्रधानाध्यापकले चाहिँ भन्नुभयो 4 क्लासमा विद्यार्थी पढ्छ, पन्जाब जान्छ आलु खाल्न रे कुराहरू हामी सुने। त यहाँ भनेको तपाईले आलु त अरूको खेतमा काम गर्नुभन्दा अरू कुराहरू चाहिँ केही बन्न सक्दैन यो स्कुलबाट। प्रधानाध्यापकले त खुब राम्रो कुरा गर्नुभयो, तपाईले शिक्षा नै त्यसरी दिनुहुन्छ भने म्याडम तपाईको बच्चाको उत्पादन स्तर उन्नति त कसरी हुन्छ? त्यसको त दृष्टिकोणै त्यही हुन्छ कि म त अब केही गर्नै सक्दिनँ, बरु घरैको अब रोजगारी गर्छु। तर एउटा कुरा 4 मा पढ्ने विद्यार्थी मिनिमम भनेको 9 वर्षको विद्यार्थी हुन्छ र त्यो 9 वर्षको विद्यार्थी कसरी रोजगारी गर्न जान्छ? यहाँका स्थानीय निकायले यस विषयमा किन मौन भएको छ, किन बोल्न सकिरहेको छैन, किन यहाँका गरिबको माथि खेलवाड भइरहेको छ? तपाईहरूलाई जनप्रतिनिधि बनाएको छ, किन तपाईहरूलाई चाहिँ गएर त्यहाँ एउटा अफिसमा बस्ने एसीमा बस्न त भनेको होइन नि पक्कै।
तपाईहरूलाई किन बनाएको छ भने हाम्रो आवाज सुन्छ भनेर। हाम्रो यहाँका गरिबका निमुखाका आवाज सुन्नेलाई नै तपाईँलाई चाहिँ के भनेको छ भनेर संहिता आएको छ। संहिता भनेको के छ भने यहाँका स्थानीय सिंहदरबार भनिन्छ जो वडा कार्यालय छ। पहिला त सिंहदरबार जानु पर्थ्यो, मान्छे यहाँका स्थानीय भूमिका मानिसहरूलाई चाहिँ कुरा सुनिरहेको थिएन। तर आज चाहिँ 3टा सरकार बनेको छ, त्यसका सरकारका सिंहदरबार भनेको वडा कार्यालय लगायत तपाईँको नगरपालिका रहेको छ। तर दर्शकबिन यो धेरै नै अप्ठ्यारो र धेरै नै समस्याको कुरा रहेको छ। तपाईँको परिचय पाउँ न म्याम? मेरो नाम पुतुल देवी यादव, सुनवर्सी नगरपालिका अनि वार्ड नम्बर 7 बस्ने, यस विद्यालय श्री सीताराम आधारभूत विद्यालयका प्रधानाध्यापक हुँ। म्याम, जस्तो कि यहाँ चाहिँ विद्यार्थीहरू प्राय गरेर आउँदैनन्। अर्को कुरा के छ भने तपाईँहरूको यहाँ सबैजना चाहिँ जतिजना 3जना हुनुहुन्छ 3जना नै तपाईँको लापरवाही तरिकाले चाहिँ यहाँ पढाइ भइरहेछ भनेर गुनासो के छ, त्यसको बारेमा जानकारी दिनुहोस् न। यो स्थानीय तहबाट जुन हाम्रो दलित विभिन्न तहका विद्यार्थीहरू हाम्रो विद्यालय पढ्न आउँछ, पढ्न आउँछ अनि हाम्रो त खाने लाउने गरी त बोर्डिङ जान्छ। तर दलित समुदायका विद्यालयहरू आउँछ जुन विभिन्न छ नि, त्यस्ता विद्यार्थीहरू विद्यालयमा आउँछ अनि त्यस्ता विद्यार्थीहरूले के छ, कसको यस्तो छ, तपाईँले नहिचकिचाइकन के छ स्पष्ट कुरा राख्नु। तपाईँले किन उहाँहरूलाई सम्टिन सक्नु भएको छैन? कसको कारणले चाहिँ उहाँहरूले चाहिँ त्यो मनमौजी गरिरहेको छ? होइन, निष्पक्ष बोल्नुहोस् त्यो कि भोलिको दिनमा समस्या नहोस्। र यहाँ सुनेको छु कि केही व्यक्ति र आफ्नालाई पनि राखेको छ र त्यो पनि कुरा खुलेको छ। तपाईँलाई जवाब आज नदिनुहोस्, तपाईँलाई सम्बन्धित निकायले चाहिँ जवाब मागिहाल्छ तपाईँसँग। तर यहाँ पनि तपाईँले जानकारी दिनुपर्छ। यहाँ जवाब दिँदाखेरि सर धेरै समस्या छ सर। मेरो श्रीमानले पनि साथ दिँदैन, भन्छ आफ्नो मान्छे छ। अब बाहिर पनि जाँदा यसो हेर्दा यसो मिलाउँदा चारैतिरबाट हेर्दा मैले यो विद्यालयमा भने नि 32 दाँतको जिब्रो भनेर भित्र बसेको छु सर। तर के गर्नु सर, समय यस्तै छ। कहिले हिन्दू मुसलमान आउँछ, के देशले छोडिदिन्छ नेपालले? नेपाल आफ्नो कानुन छोडिदिन्छ? हिन्दू मुस्लिमको लडाइँ भयो भने नेपाल आफ्नो धर्म छोडिदिन्छ? तर म आफ्नो शिक्षा भनेको नियम र कानुनमा बस्नु सबभन्दा राम्रो। तपाईँको आफ्नो मान्छे छ अरे, उहाँ 2जना सरहरू भनेर आफ्नै हो, अध्यक्ष पनि आफ्नै हो, सबैजना आफ्नै मान्छे भएर तपाईँहरू चलाइरहनु? सब आफ्नै हो, सब आफ्नै हो, कोही बिगाना छैन यहाँ। किन त यस्तो? आफ्नो भए पछाडि तपाईँ एउटा दायित्व कर्तव्य निर्वाह नगरेको देखिएको छ नि त म्याडम। म सरहरूलाई 2टै छोरा जस्तै मानेको छु कि मेरो कर्मचारी हो, होइन मेरो छोरा हो यो विद्यालयको। समस्या कहाँनिर आउँछ? आफन्त भन्नुभयो नि सर। अब एकले गर्छ अर्कोले गर्दैन, मुख देखाइ त्यहाँ आयो। एकले छुट्टी लियो अर्कोले छुट्टी माग्छ, मुख देखाइ कुरा समस्या त्यहाँ आयो। एकले अगाडि बढ्छ, काम गर्न खोज्छ, उसको 2टै खुट्टा तानेर फेरि तल बसाइदिनुहुन्छ। यो किन भइरहेछ? यो किन भइरहेको छ? कारण के हो म पनि बुझ्न सकिन्छ। यहाँको व्यवस्थापन समितिको अध्यक्ष त सुन्दैछु, उसको एउटा आफ्नो पनि समिति आउँदैन, बैठक बसाउँदा एउटा पनि समिति आउँदैन। समितिहरूले यहाँ त समितिले त्यो हस्तक्षेप गरिरहेको सुनेको छु नि त, अध्यक्षले कुराहरू आइरहेछ। के छ तपाईँ क्लियर भन्नुहोस्। नत्र तपाईँको टाउकोमा किन प्रधानाध्यापक तपाईँ हो, भोलि समस्या आउने भनेको तपाईँ नै हो। हार गुहार सबै कुराहरू जे हुन्छ तपाईँलाई नै कारबाही, जे कुरा हुन्छ तपाईँलाई नै हुन्छ। यो कारण के भइरहेको छ त्यो कारण कमसेकम तपाईँले खोलेर कुरा गरिदिनु पऱ्यो र जानकारी गराउनु पऱ्यो। सुरुदेखि उहाँ नै दमन गरेर आयो। को उहाँले? उहाँ चाहिँ अध्यक्ष यो स्कुलको भने नि, उहाँ चाहिँ यो स्कुलको अध्यक्ष अहिले वर्तमान अध्यक्ष जुनमा बस्नु पर्नुभएको छ कुर्सीमा। के नाम हो उसको? उसको ओम प्रकाश यादव। उहाँले चाहिँ के भन्छ?
भन्न खोज्नु त केही भन्नु। उहाँको को पर्छ त त्यो दुईजना सर टिचर? एकजना सरको बुवा पर्छ, एकजना सरको भिनाजु पर्छ। अध्यक्षको एकजना चाहिँ बुवा पर्छ, एकजना भिनाजु, एकजना बिनाजु पर्छ। कर्मचारीको भिनाजु अनि सरको बुवा। कासमा बुवा होइन, करारो थियो, रामनारायण सरको बुवा हुनुहुन्छ। उहाँहरूको नाम चाहिँ के हो? एकजनाको नाम हो श्री रामनारायण यादव अनि श्री नवीन कुमार यो कासम। यो कुराहरू तपाईँले, यस्तो कुराहरू तपाईँले आफै प्रधानाध्यापक छु, भोलि कतै न कता कोही आयो भने यदि यसरी हेरिदियो भने भोलि त समस्या त तपाईँलाई आउँछ नि त म्याडम। सर लाजमर्दो कुरा के भन्नु सर, जति पनि यिनीहरूको भन्दा सर मेरो भन्दा यति भन्दा नि सर हेडमास्टरको पद छ, कारबाही छैन मसँग। यो कुरा त सम्बन्धित निकायलाई भन्नुभएको छ कि छैन? सर शिक्षा नगरपालिकालाई भन्नुभएको छ कि छैन? एकचोटि त म समय गएर भनेको छु, मलाई बोलाएर भन्छ, म समय भनेको छु नगरपालिका मेयर साहबलाई। उहाँले के भन्नु? उहाँले भन्नुभयो ठिकै छ म्याडम, तपाईँ जानु, तपाईँको समस्या समाधान गरिदिन्छु। कति दिन भयो यो भने? यो त 6 महिना भयो सर। अनि त्यसपछि उहाँले केही कारवाही मेरै सुनेन। अनि मैले त्यसलाई भने तपाईँ नै खुसी बस्नु, खुसी म जस्तो छु, जुन ठाउँमा छु आनन्द भएर बस्छु। टोटल विद्यार्थी कति छ? हाम्रो टोटल विद्यार्थी 90 जना छ। यहाँदेखि नदीको छेउसम्म 90 जना छ। पर डे आउने विद्यार्थी हाम्रो भने 45 जना 50 जना हो। पर डे त तपाईँको यहाँ त देखिएन नि त, पर डे 40-50 जना। अब पर डे अब सर अहिले केही विद्यार्थीहरू पन्जाबतिर गएका छन्, कक्षा 4 र 3 का विद्यार्थी। कहाँ गएको छ? पन्जाबतिर आलु फ्याक्ट्रीमा। 4 वर्षको बच्चा पन्जाबतिर पनि गएको छ? छ कि छैन भन्नु त सर? 4 वर्षको बच्चाहरू पन्जाबतिर आलु। 4 मा पढ्ने विद्यार्थीलाई वैशाखमा भर्ना गराउँछ, वैशाख जेठ असार पढ्छ अनि सबैजनालाई आलु फ्याक्ट्रीमा लगेको छ। मैले यही बाटो भएर जाँदैछ तपाईँको पन्जाब, त्यो विद्यार्थीलाई आमा पनि जान्छ, छोराछोरी नानी लिएर पनि जान्छ भने त्यो सरलाई म कसरी भन्छु पढाउँ के उसले के जानकारी उसले के पढाउँछ? अनि तपाईँको अहिले मास्टरहरूको कुरा के सुन्यो भने विद्यालय आउँछन्, खुट्टा उठाएर बस्छन्, टेबलमा उठाएर बस्नु भएको थियो सर? दुइटै बसेको छ, भिडियो छ मसँग, अनि मोबाइल चलाउँछन्। त्यो कुरामा तपाईँ कतिको ख्याल गर्नुभएको छ त? अहिले मसँग भिडियो पनि छ। यो दुईटा सरहरू होइन, भगवान हो सर, मसँग नगाउनु सर। यो दुईटा सर होइन, भगवान हो, विष्णु भगवान। उनीहरूलाई केही भन्नु पर्दैन। भने अस्ति सर समस्या के आयो सर, टिफिनमा विद्यार्थी नआउने कारण पनि छ सर। टिफिनमा छुट्टी भयो, टिफिनमा सबैको आफ्नो 30 मिनट 20 मिनट टाइम हुन्छ सर। म पनि चिलाउँदा यस्तो काम टेन्सनले म त्यहाँ त्यो पल्लो कोठामा बसिराखेको थिएँ। अनि सर टिफिनको टाइममा जाँदैछ कि रामु सर जाँदैछ टिफिनको टाइममा घर भनेर पनि जान्छ, नभनेर पनि जान्छ। तर हाम्रो कर्मचारी नवीन कुमार यादव कासम, उहाँले त भन्नु पर्थ्यो, यति त्यो कुचो थियो नारियलको झारू सर। नारियलको झारूले विद्यार्थीहरूले एक आपसमा लडाइँ गर्दा पुरा खुन बहावा भइसक्यो। कपाल जति टाउकोमा कपाल थियो उखालिदियो। मैले भनिदिएँ कि सर तपाईँहरू जानुभयो खाना खानको लागि टिफिनमा, त भनेर पनि जानुहुन्थ्यो, भनेर पनि जानु पर्थ्यो। उसले भन्छ के भोक लाग्दा घर जानु पर्दैन? सिधै कुरा भन्नु मलाई सर, सिधै भन्छ भोक लाग्छ भने मास्टरले घर जान्छ खाना। कसले भन्नु? त्यो रामनारायण सरले। अनि मैले भने नवीन सरलाई, तपाईँले त मलाई एकचोटि सोधेर म टेकअप गरिहाल्थेँ विद्यार्थीलाई, त विष्णु भगवानहरूलाई के भन्नु, के सोध्नु? मन लाग्छ पढा, मन लाग्दैन पर नपढाउनु, मन जे मन लाग्छ तपाईँहरू मास्टर विष्णु भगवान, म केही गर्न सक्दिनँ। दुईटै भगवान हो। अनि म्याडम तपाईँ यहाँको अभिभावक पनि, तपाईँ सबै प्रधानाध्यापक पनि हुनुहुन्छ। अब तपाईँले जसरी अहिले तपाईँ भन्नुहुन्छ उहाँ विष्णु भगवानहरू छ, यो कुराले गर्दाखेरि त निकाय त छ नि त म्याम,
निकाय त थियो नि, तपाईँले यसरी गर्दाखेरि तपाईँले म रहौँ नरहौँ तर त्यो विद्यार्थीलाई सुधारेर यो विद्यालयलाई सुधारेर जान्छु भनेर त्यो चाहिँ कमसेकम तपाईँले एकचोटि भनिदिनु भयो। तपस्वी सर आउनुभयो, बुझ्नुभयो सर, तपस्वी सर आउनुभयो, त्यो पनि कुरा सुन्नु छ। तपस्वी सर आउनुभयो, उहाँले पटक पटक भन्नुभयो, म्याडम तपाईँकोमा विद्यार्थी न्यून छ, न्यूनभन्दा न्यून छ। हो सर, मलाई पनि यहाँ यो 10 बजेदेखि 4 बजेसम्म बस्न गाह्रो लाग्छ। विद्यार्थी भएको भए यताउति खेलेर डुलेर समय 4 बजेसम्म कटिहाल्छ। मलाई पनि एक्लै बस्न दिक्क लाग्छ। मैले पनि भने सरलाई, अनि सर तपस्वी सरले भन्नुभयो अब कहिले बाटो बन्दाखेरि सर यो ग्राभल बाटोमा त्यो ट्रकवालाहरू आउँदै थियो, बाटोमा बोल्डरहरू झार्न, हाम्रो गाउँको उता हाम्रो गाउँतिर त्यो सानो सानो खुच्ची बालबालिकाहरू थियो। म चाहिँ मन्दिरमा थिएँ, अनि सानो बच्चाहरू, मैले के सोचेँ सर कि आज दिनभरि ट्रक आउँछ होला, यो ट्रेली ट्रक बाटोमा ढुङ्गा झार्न दिनभरि आउँछ, कसैको बच्चा दबियो भने नि ठुलो घटना भइहाल्छ। त्यही भएर नि सर म त्यतिकै घरमा बसिहालेँ सर। म न जानकारी स्कुलमा गरेँ, न म अध्यक्षलाई जानकारी दिएँ। म त्यो ट्रकहरू टिप्परहरू आउँदै थियो नि, अनि संजोगमा मोबाइलमा पनि पैसा सिधिसक्यो मेरो, अनि फोन गरिएन सर। उनीहरू आफ्नो मनमाउजी गर्दै थियो। हो कसरी स्कुल चलाउनु सर, मनमाउजी स्कुलमा के गर्नु सर, आफ्नो आफ्नो तरिका हुन्छ। तपाईँको समग्रमा बुझ्दाखेरि चाहिँ यहाँको तपाईँले सुरुमा भन्नुभयो यहाँका व्यवस्थापन समिति आउँदैनन्, तर अध्यक्ष यहाँ चाहिँ आफ्नै मनमौजी चलाइरहेको अवस्था चाहिँ देखिएको छ। तपाईँ जे सोच्दा हुन्छ सर। अनि अध्यक्षले आफ्नो मान्छे राखेको छ, अनि यहाँ चाहिँ अङ्गलामा सबैलाई घुमाइरहेको छ, त्यही कुरा नि हो सर। मेरो श्रीमानले त आउँदैन, स्वयं चन्दादाता हो, जग्गादाता त्यही हो। कलके म्याडम तँलाई पनि गोर लाग्दैछु, तेरो स्कुललाई पनि गोर लाग्दैछु। किन चित्त दुख्यो उसको, किन धेरै चित्त दुख्यो। तपाईँको परिचय दिनुहोस् न। मेरो नाम श्याम कुमार यादव, नगरपालिका तपाईँको सुनबर्सी 7 मा बस्ने। यो स्कुलमा के छ समस्या? अब समस्या सर, अब तपाईँहरू आइपुग्नुभयो भने के भन्नु, के लुकाउनु, के छ होइन। मेन भनेको अब गाउँको स्कुल हो होइन, गाउँको स्कुल हो भने अब गाउँकै बच्चाहरू आउँछ, अब आएपछि कम्तीमा राम्रो शिक्षा पाओस्, तर यहाँ त्यस्तो छैन। अनि तपाईँहरूले चाहिँ के भन्नुहुन्न? सम्बन्धित निकायलाई चाहिँ कसैले चाहिँ जानकारी गर्नु भएन? लडाइँ गरिहाल्छ, कसले? तिम्रो बच्चा पढ्दैन, तिमी बोल्न पाउँदैन, अहिले मेरो पढ्दैन, बोल्न पनि पाउँदैन, तपाईँको बच्चा चाहिँ पढ्दैन, अहिले पढ्दैन। यस्तो हालत भयो भने कसको बच्चा पढ्छ? कसैको बच्चा पढ्दैन। म आफ्नो बच्चाको भविष्य बिगार्ने त यस स्कुलमा पढाउँदैन नि। तपाईँहरूले चाहिँ कमसेकम यता वडा अध्यक्षलाई लगभग तपाईँको नगरपालिकाले जानकारी गराउनु भएको छ कि छैन यो कुराहरू? गराएको छैन सर। अनि यो चाहिँ तपाईँहरूले यो कुरा चाहिँ भन्नु भएन उसको चाहिँ के भन्छ छोरा पनि ज्वाइँ पनि काम गरिरहेछ भनेर, अनि सबै अध्यक्ष पनि त्यही हो। अब त्यो त अध्यक्ष र हेडमास्टरलाई पनि सोच्नु पर्थ्यो, जब कसैले आवाज उठायो भने त्यो त उनीहरूले आफै राम्रो कुन कसरी गरेपछि राम्रो स्कुल बन्छ, कसरी राम्रो शिक्षा पाउँछ, कसरी स्कुलको नाम हुन्छ भने त्यो त अध्यक्ष र हेडमास्टर र यहाँको पढाउने शिक्षकहरूको काम छ। यहाँ कतिवटा स्कुल छ? यहाँ कतिवटा स्कुल छ? यहाँ चाहिँ अहिले जम्मा 2टा छ। 2टा स्कुल छ, सरकारी स्कुल नै छ। सरकारी स्कुल। अरू स्कुलमा के छ अवस्था? अरू स्कुलमा पनि अवस्था यस्तै छ सर। यस्तै छ? यस्तै छ, यो सुनबर्सीमा यस्तै छ अवस्था, जस्तो कि राम्रो भन्न सकिँदैन। अब तपाईँहरूको बच्चाहरू कहाँ पढ्छ? त्यही त सोचिरहेको छु, अहिले सानो छ बच्चा, अहिले 5-7 वर्षको भयो भने पढाउने भने कहाँ पढाउने। अच्छा, यो अहिले चाहिँ बच्चालाई चाहिँ कुनै स्कुलमा एडमिसन भएको छैन। अब तपाईँहरूले सम्बन्धित निकायलाई जस्तो नगरपालिकालाई के भन्न चाहनुहुन्छ? म चाहन्छु जस्तै सरकारले पनि भनेको थियो कि आधारभूतहरू स्कुलहरू जुन सरकारी छ कम्तीमा इङ्ग्लिस मिडिया जस्तो हुनु पर्यो। टिचर यदि शिक्षक छैन भने राम्रो शिक्षक टिचर राख्नु पर्यो। अनि यहाँ चाहिँ एउटा कुरा चाहिँ विवेचना चाहिँ छ, तर यहाँ विद्यार्थी नआउनुको कारण के छ? कसको मुख्य मतलब कारण छ कि त्यो विद्यार्थी नआउने कारणहरू के छ? एक त खास गरेर पर्याप्त त्यति देखिँदैन, अभिभावक पनि स्कुल पठाउन चाहँदैन। अर्को यतातिर अलिक गरिब गुर्बाको मान्छेहरू छन्, पढाइ पनि हुँदैन, घर खेततिर बरु काम गरौँ न। कतिजना यहाँ यो गाउँमा चाहिँ कतिवटा घर दूरी छ? यहाँ लगभग 100-150 घर त हुन्छ होला। कति जोडियो भने त 200 घरभन्दा पनि माथि। 200 घर। सबै विद्यार्थीहरू बच्चाहरू त अब नजिक भनेको यही स्कुल हो होइन?
अब यही स्कुल त कम्तीमा यो स्कुल त कनि हाइलाइटमा आउनु पर्यो अनि त बच्चाहरू पढ्छ नि। हाइलाइट भन्नाले व्यवस्थित सुधार राम्रो क्वालिटीमा पढाइ हुनु पर्यो, तपाईँहरूको धारणा चाहिँ त्यो हो। हजुर अब उहाँहरूले चाहिँ जुन तरिकाले चाहिँ चलाइरहेको स्कुल हो त्यो स्कुलमा अध्यक्षको को पर्छ उहाँहरू? अब एकजना चाहिँ सर पढ्नुहुन्छ, एकजना चाहिँ सालो भन्नुभयो, अनि उहाँ चाहिँ बुहारी प्रधानाध्यापक चाहिँ बुहारी पर्छ उसको, अनि कि ठुलो भाइ प्रधानाध्यापक बुहारी, अनि उहाँको फेरि एउटा छोरा अध्यक्षको छोरा, एकजना भनेको सालो पर्छ। मतलब आफ्नैले यो चलाइरहेको छ स्कुल। के लाग्छ विकास हुन्छ यो स्कुलमा? स्कुलको विकास नभए अरू त विकास हुन्छ नि। तपाईँको परिचय पाउन। मेरो नाम चाहिँ विकी यादव, म सुनवर्सी साथ मेरो घर रहेछ। के छ यो स्कुलमा त सुन्दैछु धेरै पढाइ भइरहेछ, के छ? म के भनौँ सर, तपाईँ नै हेर्नुभयो अब, तपाईँ आँखाले हेर्नुभयो अब, यसमा हामी के भन्नु होइन, तपाईँहरूले बोल्नुपर्छ, यथार्थ कुरा त तपाईँले बोल्नुपर्छ नि। मलाई थाहा छ र त जनताले थाहा छैन नि त त्यो कुरा। अब सर तपाईँले सबै कुरा त आँखाबाट हेर्नुभयो, म अब के भनौँ यसमा, हामीले त भनेर पनि हुँदैन। किन हुँदैन? तपाईँहरूले भन्नु पर्यो नि त, यथार्थमा यहाँ भएको कुराहरू के छ भनेर त्यो कुरा त जानकारी दिनु पर्यो नि त। ल ठिक छ, म यहाँ आएको छु, मलाई थाहा छ, तर सम्बन्धित निकालेर त्यो कुरा त थाहा हुँदैन नि त। यथार्थ कुरा भन्नु न, मैले करकाप गरेर तपाईँले थोरै न भनेको छु कि करकाप गरेर बोल्नु भनेर। यथार्थ कुरा के छ? यही अलि बच्चा कम आउँछ, पढाइ लेखाइमा अलि टिचरहरू लापरवाही गरिरहेछ। टिचरहरू त्यो अध्यक्षको नातागोता पर्छ होइन? नातागता पर्छ, म पनि उहाँको भतिजी नै पर्छु। तपाईँ पनि उहाँको अध्यक्षको भतिजा पर्नुहुन्छ, त्यही भएर बोल्न नखोजेको हो के? सर के भन्नु, यथार्थ कुरा भन्नु न। तपाईँ उसको भतिजा हुनुहुन्छ भने जे भयो भने यथार्थ कुरा त भन्नु न। तपाईँले उहाँको को हुनुहुन्छ? यहाँको प्रधानाध्यापक हेडमास्टर जो हुनुहुन्छ वो को हुनुहुन्छ त्यो अध्यक्षको? म उहाँको भतिज पर्छु। उहाँको भतिज त तपाईँ पर्नुहुन्छ, अध्यक्ष को पर्नुहुन्छ? उहाँ बुहारी। अनि उहाँ चाहिँ सरहरू जुन पढाइराख्नु भएको छ उहाँ चाहिँ को हो? एउटा सालो रहेछ, एउटा छोरा रहेछ। अनि यस्तो गति स्कुल, यहाँ 200 लगभग घर दूरी होइन, यहाँ विद्यार्थी भनेको कम आउनुको कारण के छ? पढाइ लेखाइ हुँदैन स्कुलमा, कसैले पठाउँदैन, गतिलो भएर। अलि जोडले भन्नु न, जोडले। तपाईँलाई कसैले केही गर्दैन कि? तपाईँ यथार्थ कुरा भन्नु न। अब त्यो पढाइ लेखाइमा अलि यो हुन्छ, टिचरहरू पनि राम्रो छैन, त्यही कारणले बालबच्चाहरू आउँदैन। अलि पढाइ राम्रो भएपछि त आउने होइन। टिचरहरू समयमा आउँछ त? समयमा त आउँछ, टाइमैमा आउँछ, तर लापरवाही अलि हो, अलिकति। के छ, टिचरहरू त मोबाइल कतिको चलाउँछ पढाइ छोडेर? त्यति त सर हामी पनि कहाँ हेरेको छैन। अहिले आउनुभयो के हेर्नुभयो? मैले तपाईँसँग आए हेरेँ, मोबाइल चलाउँदै थियो, तर त्यति हामी पनि हेरेको छैन कि। तपाईँलाई मैले भिडियो हेरेको थिएँ नि त। मैले हेरेँ सर, तब हामी त्यति हेर्दैनौँ कि के गर्छ नै गर्छ, हामी आफ्नो काममा बिजी हुन्छौँ। अब के भन्न चाहनुहुन्छ सम्बन्धित निकायलाई? चाहोस् राम्रोभन्दा राम्रो बनोस्। यो मास्टरहरूलाई हटाउनु पर्यो कि के गर्नु पर्यो त्यो पनि भन्नु पर्यो। यसमा केही भन्न हजुर, मुस्लिम समुदायबाट दिएको थियो। हजुर हजुर। अनि एउटा मोटर यहाँ थियो, अनि एउटा मोटर त्यहाँ थियो। हजुर, त्यो एउटा चाहिँ समुदायबाट मुस्लिम समुदायबाट दिनुभएको थियो, हजुर। एउटा नगरपालिकाले दिनुभएको थियो। कसले लगेको यो? यो दुवै अध्यक्षले लानु भएको छ। मलाई पिसाब फेर्नु पर्छ भने, मलाई दिशा लाग्यो भने नि उपल्लो घर जानुपर्छ, यहाँ कलै छैन। पानी पनि जे बाल्टा सट्टा राख्यो भने कता कता लगिन्छ, ताला लाग्छ गेटमा भने त्यो पनि ताला खुस्किन्छ। अनि अध्यक्षले तपाईँले भन्नुभयो कि यो चाहिँ तपाईँले किन लानुभयो, के भन्नु उहाँले? मलाई हिम्मत छैन उहाँलाई भन्नु, पावरै छैन कुरा गर्नु। सर हजुरको परिचय पाउँ न। नमस्कार, म सुनवर्सी नगरपालिका शिक्षा अधिकृत बेगबहादुर काफ्ले, म यहाँ शिक्षा शाखा प्रमुख पनि हो। जस्तो कि सर सुनवर्सी नगरपालिका वार्ड नम्बर 7मा स्थानीयहरूले गुनासो के गरेको छ भने त्यहाँ बनेको सीतारामन आधारभूत विद्यालयमा 3 जना कार्यरत सर र म्याम हुनुहुन्छ कि त्यहाँ भनेको सबै आफ्नै परिवारको मान्छे हो,
तर 90जना विद्यार्थीमा अहिले एटेन्डेन्ट भनेको जहिले पनि 10जना 12जना मात्रै आइरहेछ। त्यसका बारेमा तपाईँलाई चाहिँ पहिला चाहिँ के कुरा ध्यान आकर्षण भएको थियो कि थिएन? यो सीताराम आबी हाम्रो दक्षिणतिर अलिक बोर्डर छेउतिर पर्छ क्या हो होइन, त्यहाँतिर पर्छ। एकजना लेडिज हुनुहुन्छ हाम्रो पुटुल देवी यादव भन्ने म्याम। अब यो यस्तो विषय पारिवारिक विषय को छन् परिवारको भन्ने त मलाई जानकारी थिएन। अगाडि विद्यार्थी सङ्ख्या चाहिँ अलि न्यून छन् प्राथमिकतामा हाम्रो अन्य स्कुलमा पनि होइन, त्यो स्कुलकै स्पेसिफिक जानकारी चाहिँ मलाई थिएन। अब के छ भने हाम्रो स्कुलहरू यो बर्खे बिदाबाट भर्खरै सञ्चालन हुन थाल्यो हो होइन, आज 3-4 दिन भयो, 13 गतेदेखि लाग्न थाल्यो। अब यो आज पानी झरीको कारणले पनि केही विद्यार्थी उपस्थिति कम भयो होला होइन, तर जति हुनुपर्ने हाजिरी खाता अनुसार विद्यार्थी नदेखिएको हुनसक्छ होइन। अलिकति त दक्षिणतिर त्यस्तो समस्या अन्य स्कुलमा पनि छ। त्यहाँ के छ भन्दाखेरि हाम्रोतिर अलिकति अरू सरहरूको बडङ्गा साइडतिर नि कुरा आउँछ, विद्यार्थीहरू 1-2 महिना हराउने, इन्डिया काम गर्न जाने, के गर्ने, विद्यालय नियमित उपस्थिति नआउने, यस्तो समस्याहरू अन्य स्कुलमा पनि छ। त्यो कुरा चाहिँ अब स्कुल अथवा हामीले मात्रै प्रयास गरेर भन्दा नि अभिभावक अथवा रिलेटेड कुराहरू धेरै कुराहरू जोडिएको छ। आर्थिक अवस्था, मजदुरी गर्नुपर्ने के छ, तर त्यहाँ चाहिँ हजुरले भने जस्तो अलि न्यून उपस्थिति नै देखियो होइन। यो कुरालाई सुधार गर्न हामी अब हजुरले ध्यान आकर्षण गराउनु भयो, त्यसको लागि धन्यवाद छ। स्कुलसँग समन्वय गरेर सम्पर्क गरेर त्यहाँको प्रधानाध्यापकसँग के गर्न सकिन्छ, के कारणले बढी न्यून भयो, त्यसलाई उपस्थिति बढाउनलाई के गर्न सकिन्छ भन्दा हामी तत्कालै केही कदम चाल्छौँ। प्लस नाताको कुराहरू अब अध्यक्ष, हेड सर, अरू कर्मचारीहरू नि परिवारभित्रको भन्ने कुरा त म आजै थाहा पाउँदैछु। आजभोलि नियुक्ति गरेको होइन सर यो होइन, म आएको करिब 1 वर्ष भयो, त्यो बिचमा पनि त्यहाँ नियुक्ति भएको चाहिँ छैन। अब पहिलेदेखि के कसरी त्यहाँ सरुवाबाट हो अथवा नियुक्तिबाट कसरी त्यस्तो हुनुहुन्छ त्यो चाहिँ अब के छ होइन, त्यहाँ कामकाजमा असहज अप्ठ्यारो के रहेछ त्यो पनि हेरेर त्यसलाई पनि मिल्नेसम्म मिलाउने व्यवस्थापन गर्ने प्रयास गर्छौँ सर हामी। त्यहाँ चाहिँ अब सर अब आफ्नै तपाईँले पनि भन्नुभयो त्यहाँ आफ्नै मान्छेहरू पढ्दाखेरि चाहिँ त्यहाँको विद्यार्थी स्तरमा जस्तो 200 घरमुली छ, त्यहाँ विद्यार्थीहरू पनि टन्नै छ त्यहाँ, तर त्यो विद्यालयमा जस्तो विश्वास हुन्छ नि त, विश्वासको वातावरण उठिसकेको छ सर। अब तपाईँले चाहिँ त्यहाँका स्थानीयहरूलाई चाहिँ आश्वासन के दिन सक्नुहुन्छ यताबाट चाहिँ? स्थानीय अभिभावकज्यूहरूबाट अहिलेसम्म त्यस्तो गुनासो जानकारी लिखित मौखिक त आएको छैन। हजुरलाई भनेछन् उठा, त्यहाँको साथीले कसैले सम्पर्क गर्यो होला, हजुरले ल्याइदिनु भयो, ठिक छ। अब त्यो विषयमा यस्तो छ, हाम्रो नगर शिक्षा समिति छ होइन, हाम्रो प्रमुख प्रशासन अधिकृत नगर प्रमुखज्यू उपप्रमुखज्यूसँग नि समन्वय गरेर सल्लाह गरेर त्यहाँको टिपिकल समस्या के हो होइन, त्यहाँको सम्बन्धित वडाको वडाध्यक्षज्यूसँग नि सल्लाह गरेर बोर्डर साइडको स्कुल पनि हो, के गर्न सकिन्छ हामी तत्काल सुधारको लागि प्रयास गर्छौँ सर। हस्।